ये लो के हो यो गाइज के लो भनेर त चुइची गर्ने ल्याउनु पर्ला हौ हामीले पनि फोन खल्ला खल्दै त्यही लागेर हामी चाहिँ आज ओभर रेकर्ड ब्रेक गर्न गइरहेका छौँ त्यहाँ हाल्नु न पानी अरे मङमा भएपछि खोल्नु चाहिँ केही छैन पानी किन्दै टाढा जाँदैछु तिमीसँग कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग त्यहाँ सेट भइसकेको रहेछ र यसमा चार्ज छैन भने मजा भएन नि त त्यसले हेर्न नि त डिस्प्लेको त्यो पत्ता त मिडिया आउँछ यतिकै यतिकै आउँछ फेरि आउनु यो चाहिँ गाइज मेरो नयाँ स्टुडियो हो होइन रिपेयरिङ स्टुडियो भइहाल्यो नयाँ रिपेयरिङ स्टुडियो यस्तो खुल्ला मञ्चमा छ हावा नि सरल आउँछ जहाँनिर तपाईँ हामीसँगै बसेर चिया खाँदै पानी खाँदै यहाँनिर हामीले कफी खाँदै कफी खाँदै यहाँनिर गफ गर्दै भन्छ नि काम गर्न सक्छौँ होइन तपाईँहरूलाई पनि मसँग यसरी बसेर यहाँनिर काम गराउनु मन छ भने चाहिँ कफी चाहिँ तपाईँले खुवाउनुपर्छ पैसा नि दिनुपर्छ म जुन ठाउँमा नि आउन तयार छु त मोडो चलेको हुनु भएर सबभन्दा ठुलो कुरा त्यहाँ छ है त हामीले पत्तै ल्याउने बिर्सिसम्म खाएर केही छैन टिकटकमा लाइभ गरिदिउँ चला लेंगे हम चला लेंगे हम अनुभवी डॉक्टर हैं दिल की तरह तेरी यो चाहिँ देउने आइडिया आयो तर यो यस्तो यस्तो घरघर गर्ने चाहिँ आएन नि त एउटा कोटन कपडा त ल्याएन त्यही भनेको एउटा कपडा दिएको पनि हुन्छ नि बेसु कम हो जोगर यसमा जोगर त्यहाँ क्यामेराम्यानले कस्तो खिचिरहेको छ है हामी त उपद्रव गर्दैछौँ है गाइज हाम्रो कफी जी पनि आइसक्नु भएको छ सो
पनि खोर काट्ने रहेछ यो काट्ने रहेछ झुन्डिनेको भएर तिमी नजिक आउँछ पर्छ मेरो ठाउँको यो चाहिँ पुरानो डिस्प्ले फुटेको ए फोकस कट मात्र स्मार्ट 8 HD नयाँ डिस्प्ले हुनुहुन्छ होइन कस्तो ब्लर आएको यार इन्फिनिक्स देख्नु भएन होला यो हामीले सायद तपाईँहरूले देख्यो अहिले चाहिँ यस्तो अनुभव तपाईँहरूले लिनुभएको छ कि छैन होइन हामी लिन्छौँ हाम्रो आफ्नै पारा छ के देख्नु भयो तपाईँको के देख्नु भयो ब्राइटनेस ओके डिस्प्ले टेस्ट भइसक्यो मिनेट भइसक्यो 6 मिनटमा हामीले देख्छु फेरि सकिने छ यो पोर गर्ने भएको त हुन्छ नि ऐसा कौन करता है भैया जी इसको लागे अनेक ठाउँमा मल बनाउनु जानुपर्छ ल अब अनेक ठाउँ जङ्गलतिर कोही बेला होइन कोही बेला कहाँ जानुपर्छ यस्तो रहेछ बबल बनाउनुपर्छ जङ्गल से याद आयो हाम्रो भोलिको कुरा के फिक्स भएको सबै अब घाँस गएन भने नजाओस् न त हामी जाँदा गयो काम जान 5 जना ठिक अट्छ नि त्यसो गर्दाखेरि चिकन लानु परेन होइन चिकन नै लानु पऱ्यो नि त्यसो फाइदा छैन रेड बुल नै धेर लानु परेन तर रमाइलो हुन्थ्यो बुढा तर हामी यो रेड बुल मात्र राख्छौँ अस्तिको वर्ष सिम्पल होइन दाँत नजानु हुन्छ म त केही फरक पर्दैन बाल्कनी पनि नखाँदैन त्यो खायो भने फेरि निन्द्रा लागिहाल्छ क्या मलाई सुत्न मन लागिहाल्छ अनि सुतिहाल्नुपर्छ क्या कस्तो निन्द्रा आउँछ नि त गर्ने त अरे दाउरा माथि पाउँछ अरे दाउरा लानु पऱ्यो भने माथि हाम्रो दिदीको छेउतिर त्यो त बेचिहाल्छ 300 भएर दिइहाल्छ दाउरा लानुपर्छ मान्छेको यस्तो हुन्छ नि त माथि खोद पनि मिठो कि ठिक छ त्यो मिठो तर मान्छे अहिले प्रायः जान्छ नि त दाउराहरू नष्ट भइसकेको हुन्छ क्या अनि गाडी छँदैछ गाडीको अनि ग्यास के गर्नु ग्यास लाँदैन हुन्छ ग्यास लानुपर्छ होला किन लाने ग्यास दाउरा लगाइसक्यो पानी पऱ्यो भने के गर्ने भन्नु पऱ्यो त्यहीभित्र छ नि त बस्नु केटाहरूको त्यो सानो चुलो छँदैछ त्यो ग्यास क्यानलाई ग्यास र त्यो लानु ग्यास क्यानलाई कति पर्छ र 150 200 पर्छ एउटाको दुईवटा त्यो जतिले पनि पुगिहाल्छ ग्यास क्यान पनि
त्यति हेर्नु डुलै माइली हात्तीको बिहान डर कुरा थियो नि किन्छ यताबाट चाहिँ भन्दै खाने कुरा चाहिँ माथि हो भनेको चाहिँ त यो वर्ष त डुलेको डुले अर्को वर्ष पनि त्यो डुल्छौँ हामी नयाँ वर्ष लागेको थियो नयाँ वर्ष होइन अब हामी डुल्न लगभग भदौसम्म चाहिँ पाउँदैन त्यति बेलामा त्यस्तै हुन्छ मौसम नि अस्ति पनि जङ्गल गएको हेर्न डुल्नु मौसम त्यस्तो भएको बेला त डुल्नुपर्छ त्यस्तोमा त हावाबाट मात्र धेरै बगाउँछ क्या केले पकाउँछ पानी पर्दैन अब पानी जेठदेखि त त्यसमै त च्यालेन्जिङ छ त त्यसमै त आनन्द छ त त्यो काँटी त माथिको हो मधुरी यो काँटी तलको तल कालो छ माथिको के भएर पनि यहाँ छ एउटा कालो त्यहाँबाट कालो अरू सबै सेतो तर यो अगाडि त्यसको हुँदो रहेछ नि त नि यहाँ अगाडि त ठुलो पो हुन्छ त रहेछ म पनि त्यही भन्दैछु अर्को अरट्ठै परेको हुन्छ नि स्यामसङको त्यो एडु कुराहरूमा लाग्ने जस्तो कति ल त्यसो भन्दा पनि किप्याड फोनमा लाग्ने भन्दै न किन त्यति भाउ दिइराख्नु होइन तलको चाहिँ यति खालको लामो छ पहिला चाहिँ काटेँ यो काँटी यसको होइन नै अर्कैको हाले पठाइछ यो पहिला हेर्दा पहिला बनाउनेले फन्डुट र फन्डुट अरे के हो मेरो कम्पनी हो यो गाइज कम्पनी फुट्यो मेरो कम्पनीको डिस्प्ले हो त्यो भनेर कसैले भन्छ भने नपत्याउनु है उता होला प्याकेटमा के छ र दिउँ तिमीलाई अनि ट्राइपड नबिर्सिनु बोक्नलाई भिडियो सुट गर्नुपर्छ ट्राइपडमा राखेर ट्राइपडमा राखेर टाइम लेप्स हान्नुपर्छ होला लभली हुन्छ है आइदियो ट्राइपडमा अनि एउटा अर्को नि मोबाइल लानु पऱ्यो त्यो पसलको एउटा 11 लानु पऱ्यो त्यसमा चेक गर्नु तपाईँको छ कि मेरोबाट लैजाउँ नत्र म निकाल्छु एउटा तिम्रोबाट पनि काँटी देखेर गएको कहाँबाट यो चाहिँ के हो त्यही त काँटी देखेर गएको कहाँ छ यसको दुलो यहाँ रहेछ यिनीहरूले पहिला नमिलाइहालेको रहेछ नि त कालै हाल्नुपर्ने भयो नि ठिकै छ त्यसको ब्याकमा स्टिकर छ नि त यो चाहिँ अघि हामीले माफ गर्नु होला तपाईँहरूको कफी सपलाई चाहिँ हामीले हाम्रो रिपेयर सप बनाइदिएको छौँ होइन सो यहाँनिर मोबाइल रिपेयर गरिन्छ भनेर एउटा बोर्ड चाहिँ टालिराख्नुपर्छ होला है अनि फोन नम्बर दिनुपर्छ यहाँ तपाईँको मोबाइल रिपेयर हुन्छ भनेर फोन गर्नुहुन्छ तपाईँहरूले हुन्छ त हजुर एकैछिन बस्दै म बाहिर निक्लिरहेको छु म सपमा आइहाल्छु भन्नुपर्छ इन्जिन लबर काम त खुलेको होइन मच्छी लबर लिएर आएछ मेरो
भोलि यहाँबाट हामी कति बजी 4 बजीतिर लगभग त्यति बेला त जानैपर्छ नि। मैले 4 बजी पल्पल गर्नु अनि पऱ्यो पनि लकमान आइपुग्यो टमाटर देखिन्छ। धन्यवाद गाइज, यहाँ अँधेरोमा उज्यालोमा देखिएन घाममा हामीले चाहिँ म रेडी बनाइसकेका छौँ। सो तपाईँहरूलाई पनि हामीसँग यसरी चिलमा बसेर